म सुरुदेखि भन्न चाहन्छु हाम्रो देशमा जति पनि थिए अहिले त अब थोरै मात्रामा छ। जस्तै कल कारखानाहरू फ्याक्ट्रीहरू थिए, सिमेन्ट फ्याक्ट्री भनौँ, अनि यसै गरी जुट मिल कारखाना, अनि यसै गरी जुत्ता कारखाना, अनि यसरी फलम खानी, तामा खानी, अनि यसै गरी गोरखकाली टायर उद्योग, अनि यसरी मार्बल कारखानाहरू फ्याक्ट्रीहरू खानीहरू मार्बल खानी होइन, यस्ता ठुला ठुला फ्याक्ट्री, ठुला ठुला जुट मिलहरू, यस्ता ठुला ठुला कल कारखानाहरू थिए होइन। ती कुराहरू हाम्रो राज्यले फेरि पनि सुचारू गरिदिनु भयो भने हाम्रो युवाहरू विदेशिनु पर्दैन होला। यो कुरा एक। अर्को कुरा के भन्न चाहन्छु भने हाम्रो देश एकदम भौगोलिक एकदम मिलेको देश छ। सानै भए पनि असल देश छ, हो कि होइन भन्नु त। लेक, बेसी, तराई, पहाड, हिमाल सबै मिलेको। यहाँ हाम्रो नेपालमा नहुने कुरा केही पनि छैन। धान हुन्छ, धान पनि राजकुलो लाग्ने धान पनि हिलै धान, र अर्को पाखे धान, पाखे बारीमा रोप्ने, छर्ने, रोप्ने धान। हामी यी सबै मिलेर नै हामी बाँच्न सक्छौँ। हाम्रोमा जम्मा 3 चिजको आवश्यकता पर्छ। पेट्रोल डिजल, यसै गरी नुन, लत्ता कपडा होइन। यो 3 चिज चाहिँ हामीमा अलिकति गाह्रो छ। होइन भने हामीलाई खानेकुराको लागि कतै किन्नु पर्दैन, अर्को देशको पनि हामीले ल्याउनु पर्दैन। छिमेकी त छिमेकी हो नि। भोलिको दिनमा केही गरेर उहाँहरूलाई रिस उठ्यो भने बाटो बन्द गरिदिनुहुन्छ र हामीले कसरी खाने? अर्काको आशमा बाँचिरहेको छौँ हाम्रो नेपाल देश अहिलेसम्म। किनभने हजुरहरू सम्पूर्णलाई थाहा पनि हुनसक्छ र थाहा नभएकाहरूलाई, हाम्रो नेपालको नाका भनेको जम्मा 2टा देशमा छ, भारत, चाइना। र यी 2टा देशहरू छिमेकी देशले हामीलाई पालिरहेको छ भन्नुपर्छ। किनभने हामी सबै उहाँमा निर्भर छौँ। तसर्थ 10-12 वर्ष अगाडि त हाम्रो गाउँ छोडेर, गाउँको खेती किसान छोडेर सबै सहर बजार छिरेका छन्। अहिलेको जेनेरेसनमा हेर्नु पर्दाखेरि सेवा सुविधा युक्त खोजेर सहर बजार छिरेका छन्। र गाउँमा जति पनि बारीहरू छ, खेतबारी छ, घरहरू छ, सबै जङ्गल भइसकेका छन्। पहिला पहिला घरदेखि पर पर हामी खेती किसान गर्न जाँदाखेरि बाघ, भालु, स्यालहरू आदि इत्यादिहरू भाग्थे भने अहिले घरकै छेउमा आएर घर बाघहरू कराउँछ, स्याल कराउँछ घरकै छेउमा। त्यो डर मर्दछ। ती जङ्गलहरू आफ्नो बारीहरू फाँडौँ र खेती किसान गरौँ। कसैलाई 6 महिना, कसैलाई 1 वर्ष, कसैलाई 2 वर्ष खान पुग्छ। मकै प्रशस्त हुन्छ, धान प्रशस्त हुन्छ, धानै नभएका एउटा आलु प्रशस्त हुन्छ, कोदै नहुने ठाउँमा मकै प्रशस्त हुन्छ। हाम्रो सबै थोक बन्ने देश छ। यही कारणले गर्दा जोस जाँगर निकालौँ। हाम्रो युवाहरू विदेश जानु पर्दैन। यो कल कारखाना राज्यले चासो गरेर फेरि पनि सुचारू गरिदिनु भयो भने र आफ्नो देश आफ्नो गाउँ फर्कौँ। सहर बजार त एउटा हामी पाहुना जस्तो हो। भोलिको दिनमा हामी निस्केर जानुपर्छ, आफ्नै देशमा जानुपर्छ, आफ्नै गाउँमा जानुपर्छ। यही कारणले गर्दाखेरि हजुर जब हामी भिडियो लिँदै गर्दाखेरि यहाँहरूलाई यो भन्न चाहन्छु, हाम्रो देश एकदम राम्रो देश छ। लेख बेसी तराई पहाड सबै मिलेको देश छ। र हाम्रो जबसम्म हाम्रो देश चाहिँ जलस्रोतको दोस्रो देश भनेर पनि चिनिन्छ, सगरमाथाको देश भनेर पनि चिनिन्छ। हाम्रो उसै उच्च देश छ र नहुने कुरा पनि केही छैन। सबै थोक हाम्रो नेपालमा फल्छ, हुन्छ। भोलिको दिनहरूमा सिमानामा बन्द गरिदिनु भयो भने हाम्रो सामानहरू आउन सक्दैन। हामी 1 महिना मात्रै नाकाबन्द गरिदिनु भयो भने हामी भोकै मर्न सक्छौँ। यही कारणले गर्दा यो नहोस्, यो दिन आउनु नपरोस्, यो दिन चाहिँ नहोस् भनेर आफ्नै देशमा निर्वाह गर्नको लागि तेलको लागि हामी तोरी छरौँ। त्यो झुसे तिल भन्छ गाउँतिर, झुसे तिल छरौँ। अनि भटमास प्रशस्त मात्रामा छरौँ। अनि हामीलाई यो बिजुली आफ्नै देशमा छँदैछ। यदि त्यो पनि भएन छ भने तपाईँ हामीले निम काठ भन्ने हुन्छ एउटा गाउँतिर, त्यसको फल फल्छ, त्यसको फलबाट पनि बत्ती बाल्न सकिन्छ, तेल आयात गर्न सकिन्छ। चिउरी रोपौँ, चिउरीबाट तेल निकालौँ। वस्तु गाई भैँसी पालौँ, त्यहाँबाट घिउ उत्पादन गरौँ। गाई वस्तु पालौँ त्यहाँबाट। अनि यसै गरी के भन्छ खसी बाख्रा पालौँ। अनि अर्को कुरो हामीलाई यो जब हामीले बेच्ने ठाउँ एउटा मार्केट कसरी पहिला हाट बजार लाग्थ्यो नि,
त्यस्तै हाट बजार खोलौँ। तराईतिर भएको व्यक्तिहरूले उहाँको सामानहरू लिएर आउँछन्, अनि पहाडमा हिमालमा भएकोहरूले आफ्नो सामान त्यहाँ बेच्न लगिन्छ र उहाँहरूले उहाँको सामान एउटा साटासाट जस्तो हुन्छ र उहाँलाई चाहिने कुरो उहाँ लगेर जानुहुन्छ केही रकम दिएर। अनि कोही हामीले उहाँहरूबाट लिन सकिन्छ र एउटा पैसा पनि उत्पादन गर्ने ठाउँ त्यहाँ देखिन्छ। अनि वस्तुभावहरू पालौँ, एक अर्कामा सेयर गरौँ है। अनि हामीले किन हामीलाई किन्नुपर्ने हुन्छ र जम्मा 3 चिजमा चाहिँ त्यो पनि राज्यले हामीलाई खोजी गर्यो भने छ। ग्यास उत्पादन छ, तेल कारखाना छ, नुन पनि सायद होला। यही कारणले गर्दाखेरि पनि आफ्नै पाठ छ राज्यको पनि, कुन तरिकाबाट निकाल्ने भन्ने कुरा उहाँहरूले पनि सोच्नुपर्ने हुन्छ। यसै गरी यस्तै कुराहरू बोल्दै गरौँला होइन अबको समयहरूमा पनि। अनि जति पनि मैले बोलेँ यहाँहरूलाई के कस्तो लाग्यो, लाइक, सेयर, कमेन्ट